नेपाल हिमालको देश, जहाँ प्रकृतिको अनुपम सौन्दर्य, हिमालको आभा, हरियाली, हिम नदी र सांस्कृतिक वैभवले संसारभरका मानिसलाई मोहित पार्छ। यही सुन्दर भूमिमा एकपटक जनताको स्वतन्त्रता 104 वर्षसम्म कैदमा पर्यो। र यो केवल राजनैतिक कब्जा मात्र थिएन, यो मानसिक, सामाजिक, आर्थिक, सांस्कृतिक र प्रशासनिक दमनको अद्वितीय कथा थियो। 1846 सालको कोता हत्या, कोट म्यासेकरपछि जङ्गबहादुर राणाले सत्ता कब्जा गरे र त्यसपछिका उनका वंशजहरूले नेपाललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखे। राजा केवल सांकेतिक पात्र मात्र बने, वास्तविक शक्ति राणा परिवारको हातमा थियो। 1846 सालको नेपाल राजनैतिक रूपमा अस्थिर थियो। तत्कालीन प्रधानमन्त्री मथबार सिंह थापा र राजा राजेन्द्र बीच सत्ता सङ्घर्ष चलिरहेको थियो। त्यही अस्थिरतालाई आफ्नो फाइदा उठाउँदै जङ्गबहादुर राणाले कोता हत्याको योजना बनाए। एक रातमा उनले आफ्ना राजनैतिक विरोधी, जनरल, मन्त्री र अरिस्टोक्राट्सलाई निशानामा राखेर हत्या गरे। यो घटना नेपालमा आधुनिक राजनैतिक इतिहासको टर्निङ पोइन्ट साबित भयो। यस घटनापछि जङ्गबहादुरले प्रधानमन्त्रीको पद स्थायी बनाएका थिए र राजा केवल सांकेतिक पात्र मात्र बने। यो शासन प्रणालीले नेपाललाई एक विशेष प्रकारको केन्द्रीकृत, दमनकारी र वंशगत सत्ता संरचनामा बाँध्यो। जङ्गबहादुर राणाले सत्ता कब्जा गरेपछि नेपालमा प्रशासनिक पुनर्संरचना सुरु भयो। उनीहरूले सेना, प्रहरी, भूमि र व्यापारमा पूर्ण नियन्त्रण स्थापना गरे। प्रमुख सरकारी पदहरू परिवारभित्र सुरक्षित गरियो र असहमत हुने व्यक्तिहरूलाई तुरुन्त कारबाही भोग्न बाध्य बनाइयो। राणा परिवारको सम्पूर्ण उद्देश्य सत्ता केन्द्रित राख्नु मात्र थिएन, उनीहरूले आर्थिक र सामाजिक नियन्त्रण पनि सुनिश्चित गरे। भूमि व्यवस्थामा कठोर नियम लागू गरियो, जसले कृषक र किसानलाई लगभग दास जस्तो बनायो। राणा शासनले विदेशी व्यापारमा मोनोपोली राख्यो र प्रमुख व्यापारिक मार्गहरूमा आफ्नो अधिकार सुनिश्चित गर्यो, जसले देशको आर्थिक विकासलाई सीमित बनायो र जनताको जीवन कठिन बनायो। राणा शासनको सामाजिक प्रभाव अत्यन्त गहिरो थियो। शिक्षा केवल राणा परिवारका छोराछोरी र केही उच्च जातका परिवारलाई मात्र दिइन्थ्यो। सामान्य जनता शिक्षाबाट वञ्चित थिए। धार्मिक संरचना र सामाजिक संस्कारलाई राजनैतिक उपकरणको रूपमा प्रयोग गरियो, जसले समाजमा विभाजन र असमानता बढायो। महिलाहरू शिक्षामा वञ्चित र सामाजिक रूपमा दबाइमा परेका थिए। किसान र श्रमिक वर्गले दिनहुँ आफ्नो श्रम केवल राणा परिवारको खजाना भर्न प्रयोग गर्नुपर्थ्यो। जनता राजनैतिक रूपमा निष्क्रिय बनाइयो र विरोध गर्ने प्रत्येक प्रयास दमन गरियो। राणा शासनको राजनैतिक रणनीति अत्यन्त परिष्कृत थियो। उनीहरूले विरोध नहुने गरी प्रशासनिक, सामाजिक र आर्थिक संरचना बनाएका थिए। सेना र प्रहरीलाई विरोध दबाउन प्रयोग गरियो। सरकारी पदहरू परिवारभित्र सुरक्षित थिए र असहमत हुने व्यक्तिहरूलाई तुरुन्त कारबाही गरिन्थ्यो। कर प्रणाली, भूमि व्यवस्था र व्यापार नियमले आम जनतालाई पूर्ण रूपमा नियन्त्रणमा राख्यो। राणा शासनको बाह्य नीतिमा पनि पूर्ण नियन्त्रण थियो। नेपाल लगभग बाह्य संसारबाट अलग रह्यो। विदेशी राजदूतहरूको पहुँच सीमित गरियो। आधुनिक प्रविधि, युद्ध साधन र शिक्षा प्रणाली देशमा प्रवेश नगरेको थियो। यसले नेपालको आधुनिकीकरण रोक्यो र जनतालाई राजनैतिक, सामाजिक र आर्थिक रूपमा असक्षम बनायो। राणा परिवारले विदेशसँग सीमित सम्बन्ध राखेर आफ्नो सत्ता सुनिश्चित गर्यो। 20औं शताब्दीको प्रारम्भमा नेपाली जनतामा स्वतन्त्रताको चेतना बढ्न थाल्यो। भारतको स्वतन्त्रता आन्दोलन, चीनको क्रान्ति र अन्य विदेशी शिक्षित बुद्धिजीवीहरू नेपाल फर्किए। उनीहरूले गुप्त राजनैतिक सङ्गठनहरू बनाए, प्रेस र पत्रिका मार्फत जनतालाई जागरुक गरे। राणा शासनले प्रारम्भमा केही सुधारको प्रयास गर्यो, जस्तै केही विद्यालय खोल्नु, सवारी मार्ग निर्माण गर्नु, तर ती सबै केवल जनतालाई भ्रममा पार्ने चाल मात्र थिए। वास्तविक स्वतन्त्रता आन्दोलन बुद्धिजीवी र विद्यार्थीहरूको सङ्घर्ष मार्फत मात्र सम्भव भयो। 1940 को दशकमा विरोधको स्वर बढ्न थाल्यो। विभिन्न राजनैतिक दलहरू, पत्रकार, विद्यार्थी र सामाजिक कार्यकर्ताहरूले राणा शासनको दमन र असमानता उजागर गरे। गुप्त सङ्गठनहरूले राणा शासनका कमजोरीहरू पत्ता लगाएर विद्रोहको तयारी गरे। 2007 सालमा जनआन्दोलन सुरु भयो। राणा परिवारले विरोध दबाउन कडा कदम उठायो, तर जनताको दबाव बढ्दै गयो। राजा महेन्द्रको सहमतिमा राणा शासनको अन्त्य भयो। 104 वर्षपछि नेपाल राजनैतिक रूपमा स्वतन्त्र भयो। राणा शासनको सामाजिक, मानसिक र सांस्कृतिक असर आज पनि स्पष्ट देखिन्छ। मानसिक दमन, सामाजिक विभाजन र वर्गीय असमानता अझ नेपालको केही भागमा प्रभाव पार्छ। राणा शासनको कथा हामीलाई सिकाउँछ कि सत्य स्वतन्त्रता केवल सत्ता परिवर्तनबाट होइन,
चेतनाको जागरण र समाजमा न्यायपूर्ण संरचना स्थापना गरेर मात्र सम्भव छ। नेपालको इतिहासमा राणा शासन केवल राजनैतिक कब्जा मात्र थिएन, यो एउटा सामाजिक, आर्थिक र मानसिक दमनको कथा पनि हो। कोता हत्या, प्रशासनिक केन्द्रीकरण, शिक्षा र धर्ममा नियन्त्रण, आर्थिक मोनोपोली, वर्गीय असमानता, अल यसले 1004 वर्षसम्म नेपाली जनतालाई प्रभावमा राख्यो। राणा शासनको अन्त्यले नेपालमा लोकतन्त्रको स्थापना गर्यो। तर इतिहासले प्रश्न उठाउँछ, के आजको नेपाल साँच्चै स्वतन्त्र छ, कि हामी अझ मानसिक र सामाजिक रूपमा केही हदसम्म बन्दी छौँ?